भन्नाले जताबाट छिराए पनि जस्तो भइरहेको क्या। अनि यस्तो बाटो चाहिँ रिस्की हुन्छ क्या, जहाँबाट पनि छिराउने बेलामा। अनि कुरा चाहिँ त्यही हो, म कहाँदेखि कहाँ पुग्छु क्या बोल्दा बोल्दा यार। मैले चाहिँ एङ्गल चेक गरिरहेको छु फोनबाट होइन। यो चाहिँ अहिले वाइड एङ्गलमा हो। अनि मैले चाहिँ आज एकदमै सेटअपै चेन्ज छ मेरो। अहिले चाहिँ देखाउँदैन, म त्यहाँ अहिले एउटा ठाउँमा पुगेपछि म देखाउँछु। अहिले चाहिँ यो वाइड एङ्गल हो, अब एकछिन राइडमा चाहिँ सुपर वाइड एङ्गलमा हाल्छु। ठिकै रहेछ, देख्न सक्नुहुन्छ। अहिले चाहिँ तिनवटा छ। यो चाहिँ यामाहाको निकनेम R6, यो ब्लू कलर भएको कारणले चाहिँ यामाहाको RM। अनि त्यो चाहिँ मेरो दोस्तै बाइक हो। 2 महिनादेखि यस्तै छ बाइक, एकचोटि पनि चाबी पनि हालेको छैन। अब भोलि पर्सिमा बनाउने हो, सामान आएन अहिलेसम्म पनि। तर खै मलाई किन इन्ट्रेस्टै लागेन क्या बाइक बनाउन, सायद यो दुइटा भएर पनि होला। यो चाहिँ मेरो पवन साथीको, यो चाहिँ मेरो सरोज साथीको, यहीँ छ। अब यस्तै हो। यो चाहिँ अब 1 हप्ताभित्र बन्छ होला जस्तो लाग्छ मलाई, सामान छिटो आयो भने चाहिँ। अब कुन चलाउने हो त यार, यही चलाइदिउँ न त आज। बाहिर झिकेर तातो यार, त 1 जग पानी हाल्नुपर्ने यार, एकछिन छायामा राखिदिउँ। अब फेरि R6 को साउन्ड किन आएन भने चाहिँ यो चाहिँ हाम्रो स्टक एक्जस्ट हो। आफ्टर मार्केट हाल्यो भने चाहिँ बवाल आउँछ होइन। अच्छा, RPM पनि नदेखाउने रहेछ। ठिकै छ। अब एकैचोटि राइडमा भेटौँ है, धेरै कुराहरू गर्न छ आज। यो चाहिँ अस्ति लडाइदिइरहेको यी रिक्साले कि केटाहरूको त पुरै यहाँ पनि लागेको रहेछ। यो पनि निस्केको रहेछ। ठिकै छ। ओहो क्या डेन्जर हल्लिरहे। अब सिधै राइडमा भेटौँला है ल। अब निस्किन लाग्यो, त्यहाँ पङ्खा पनि आइसकेछ। अहिले चाहिँ सबभन्दा सुरुमा चाहिँ हामी जान्छौँ बाजेको घर। बाजेको घर चाहिँ पङ्खा हालिदिन छ एउटा, पन्जा लाउनु पर्छ। लास्ट गर्मी जस्तो घामले पोल्छ नि, एक त हात कालो छ, त्यही मात्रै झन् कालो हुन्छ। कति पर्छ, 12-20 हुन लाग्छ ल। राजु दाइ, तो धेरै दिन भयो है मैले इन्ट्रो नदिएको रहेछु। मेरो 3-4वटा भिडियो पनि मैले एडिटिङ गरिरहेको थिएँ होइन, त्यसमा पनि मैले मेरो इन्ट्रो दिएको छु। मैले नदिएको रहेछु इन्ट्रो है। अब आज चाहिँ दिने सोचमा छु होइन, तर त्यही त मुखबाट निस्किन्न। नमस्ते ब्युटिफुल पिपल, वेलकम ब्याक टु माई न्यू भ्लग। ओके, इन्जोय गरौँ आजको दिन चाहिँ। अब हामी चाहिँ अब बाजे घर गएर दाइलाई छोडेर म चाहिँ मेरो सामान लिन जान्छु। मेरो लुगाहरू आएको छ काठमाडौँबाट। आजको त्यस्तो वाउ भन्ने कन्टेन्ट चाहिँ होइन, तर अलिकति एनर्जी, अलिकति पोजिटिभ एनर्जी आइरहेछ। अब एकैचोटि त्यहाँ अब बाजे घर पुगेपछि भिडियो अन गर्नुपर्छ है। बाटो बन्द रहेछ त्यहाँनिर होइन। सो अब चाहिँ हामी भइरहेको कुरियर सेन्टरमा जाँदैछौँ है। सेन्टर त होइन, अब यो कुरियरको पछाडिको नाम चाहिँ थाहा छैन, तर ठाउँ चाहिँ मलाई त्यही हो जस्तो लाग्छ। अनि कुरियर चाहिँ किन गइरहेको छु भन्दाखेरि अब मेरो लुगाहरू चाहिँ काठमाडौँबाट आएको छ। अनलाइन स्टोर चाहिँ मेरो साथीले खोलेको हो, साथीहरू मिलेर भनौँ न। म चाहिँ त्यसमा इन्भल्भ छैन। ओहो सही हो, यो बाटो चाहिँ ध्वस्तै थियो होइन, बनाउन लाएर चाहिँ ठिकै गरेछ। के हो यहाँ यो नाक्नेर मा कपाला यस्तो छ त यार। यो भाइ चाहिँ पुरै लक हुँदैन होइन यो माउन्टले गर्दाखेरि। त्यसले गर्दा पनि मेरो यो यस्तो नराम्रो नोइज आउने रहेछ क्या, फर क्या कसम। रिस उठ्छ यार भिडियो एडिटिङ गर्ने बेलामा यार, चित्तै बुझ्दैन क्या आफूलाई कहाँदेखि जाने। यो भइरहेको बाटो पनि लास्ट कन्फ्युजिङ क्या, भन्नाले जताबाट छिराए पनि जस्तो भइरहेको क्या। अनि यस्तो बाटो चाहिँ रिस्की हुन्छ क्या, जहाँबाट पनि छिराउने बेलामा। अनि कुरा चाहिँ त्यही हो, म कहाँदेखि कहाँ पुग्छु क्या बोल्दा बोल्दा यार। अनलाइन स्टोर चाहिँ अब मेरो साथीहरूले खोलेको छ। अनलाइन स्टोरको नाम चाहिँ मेन्स इसेन्सियल नेपाल हो। मलाई चाहिँ हाल्न आयो भने चाहिँ स्क्रिनमा हालिरहेको हुन्छ, दायाँ बायाँ सिधा कतातिर हुन्छ होइन। सो त्यो पेजलाई चाहिँ फलो गर्नु होला। अब मलाई जति पनि हेरिराख्नु भएको मान्छेले चाहिँ
मेरो नाम चाहिँ निक नेम लिएर चाहिँ चिन्दैन मेरो साथीहरूले, किनभने मेरो पनि त्यहाँ छुट्टै निक नेम छ। सो पृथ्वी थापा कि त पृथ्वी थापा ब्लग्सबाट आएको भनेर कुनै कपडाहरू रुचाएर अर्डर गर्न चाहनुहुन्छ भने गर्नु, तपाईँले अप टु 10% डिस्काउन्ट पाउन सक्नुहुन्छ। केटा अब यतिको त दिनुपर्छ है डिस्काउन्ट फेरिमा। राम्रो छ अहिले त लिमिटेड स्टकहरू छ। अनि सो त्यही हो, मैले त 4-5 वटै मगाएको छु, अहिले देखाउँछु के मगाएको छु भनेर। खासमा मेरो बाइक नबन्नुको रिजन चाहिँ सामान भन्दा पनि मेरो यो टाँका, हातमा टाँका लाग्थ्यो क्या, त्यो राइट ह्यान्डको मिडल फिङ्गरमा मेरो 3टा टाँका लाग्थ्यो। त्यही भएर पनि मैले बाइकहरू चलाउन, स्कुटी पनि चलाउन सक्दैन क्या। साथीभाइले नै मलाई यताउति गरिदिन्थ्यो। त्यसपछि बल्ल टाँका खोलेपछिको 5-6 दिनपछि भनौँ न स्कुटी हल्का फुल्का चलाउन थालेँ। जब स्कुटी पुरा फुल्ली चलाउन सकेँ नि त्यो टाँका खोलेपछि, त्यहाँदेखि चाहिँ बाइक बनाउँछु भनेको सामानै नपाएर। अनि यो सबभन्दा यो बुटोलको सर्भिसिङ सेन्टरमा यो स्पेयर पार्ट्स जसले पनि हेर्छ नि त्यो त्यो धोस्तै रहेछ त्यो मान्छे। त्यसलाई सामान बिकाउनै मन छैन क्या पहिलो नम्बर। मैले उसलाई फोन गरेर उसले वाट्सएपमा म्यासेज गर्नु भनेर वाट्सएपमा मैले थ्रोटलको लागि पनि इन्क्वायरी गरेको, नो सिन नो रिप्लाई क्या। अनि फोन गरेको लाइक मैले बिहिबार फोन गरेँ अर्डर गर्नुपर्छ भने क्या। अनि मैले हुन्छ दाइ गरिदिनु भनेको है। अनि अब गरिदिनु भनिसकेपछि उसलाई चाहिँ 5 बजेतिर चाहिँ एउटा अब के भनौँ जस्तो अब वेकअप कल जस्तै क्या, उसलाई चाहिँ एउटा वार्निङ कल दिनु रे क्या। अनि त्यसपछि म तपाईँको गरिदिन्छु रे क्या। मुला मैले पैसा तिरेर मैले सामान किन्न छ, अब मैले उसलाई चाहिँ पुरा जयकार गर्ने हो क्या मामले। अनि सिधै मैले अनि शुक्रबार चाहिँ अब त्यसले भनेअनुसार वाट्सएपमा मैले फोटो खिचेर पठाइदिएँ थ्रोटलको है। थ्रोटल मात्रै भन्छु 17,000 भनिदिन्छ मलाई। मैले 1600मा त त्यो आफ्टर मार्केट हालिरहेको छु, स्टकको चाहिँ 17,000 भन्छ। अब दाइ थ्रोटल बढी होइन क्या, मलाई थ्रोटल मात्रै हो चाहिएको भन्छु है। अब मलाई पनि भन्न नआएको हो कि त्यो दाइले नबुझ्यो। वाट्सएपमा फोटो पठाउनु, वाट्सएपमा फोटो पठाएँ तर रेस्पोन्सै गरेन। अनि डाइरेक्ट सोमबार मैले कल गरेको थिएँ क्या, सामान आयो दाइ भनेर, आएको छैन अर्डरै गरेको छैन भन्नला चाहिन्न तेरोबाट भनेर मैले फोनै काटिदिएँ क्या। ओहो यता कतातिर यहाँ चाहिँ यही हो, दामी देखिन्छ होला है। कुरियर आयो मेरो, हिजो फोन आएको थियो पृथ्वी थापा। भयो है। 1 hour later. सो अब यो हेलमेटको होइन यो सिर्फ गोप्रो मात्रै है। यसको केस चाहिँ मैले फेक्न त फेकेन तर निकालिदिएको। अनि त्यसपछि अब त्यो केसमा चाहिँ तल यो एडाप्टर पनि राख्ने थियो नि त। अब त्यो चाहिँ निकालेपछि यो अब त्यो झुन्डाउनु भएन। सो यसलाई चाहिँ मैले डबल टेप लगाएर टाँसेर अनि यहाँदेखि घुमाएर माइक भित्रपट्टि हालिदिएको छु। यो चाहिँ अब मेरो नयाँ जुगाड जस्तो सेटअप देखेको छ। तर त्यो केसमा अब कस्तो थियो भन्दाखेरि यो जस्तो अब यो मेरो सुपर वाइडमा हाल्यो होइन, अनि यो तपाईँको सबै एजेस ठाउँमा हुन्छ नि, त्यो नरम नहुने कि मेरो पुरानो भिडियो हेऱ्यो भने चाहिँ त्यो क्लियरै देखिन्छ कस्तो छ भनेर होइन। अब त्यही अब यही सेटअपमा हिँडिरहेको छ। यसमा चाहिँ एउटा के मेन प्रब्लम छ भन्दाखेरि यतापट्टिको क्लिप छैन क्या। छैन भने यो निकाल्नै पर्ने थियो किनभने माइक एडप्टर हाल्नुपर्ने यो तार यहाँदेखि छ नि त। सो त्यही हो। अब यहाँ चाहिँ ब्याट्री मेमोरी कार्डमा चाहिँ मेबी गरेको छ धुलो बढी पसेर चाहिँ जे नि हुनसक्छ, तर अहिलेको लागि चाहिँ यसरी नै चलाउने हो। गोप्रो चाहिँ अलिकति अब ठिक चलोस् किनभने गर्मीको मौसममा चाहिँ बडी हिट भएर चाहिँ ह्याङ हुन्छ होइन। तर ठिकै छ अब चलिरहेछ। यही हो मेरो नयाँ सेटअप, डबल टेप लगाएर राम्रो छ, हल्ले होइन। हेलो बाजे। हेलो बाजे दाइलाई पठाइदिनु त, दाइलाई पठाइदिनु त। त्यो दाइलाई पंखा लाउनु त नि। कागज पठाउने रे? What? अरे पंखा हाल्न आएको नि दाइ के दाइ। कस्तो कागज पठाउने हो? दाइ के दाइ जुन पंखा हाल्न आएको नि त्यहाँ पठाइदिनु। यहाँ बाटोमा छु भन्नु न।
त्यो बनाउँदैछ एकछिन भन त फेरि बनाउँदैछ बनाउँदैछ पङ्खा ल ल रुक्नु ल पढेर बस कामै सकिएन भन्छ त्यहाँ भयङ्कर सामान भयो त्यहाँ राज दाई भएको भए खासै गाह्रो हुन्थेन राज दाईको पनि अब को साथी आउँछ साथीसँग काम छ भनेर जानुभयो आज फ्राइडे होइन भोलि स्याटरडे भोलि चाहिँ अब चैत दसैँमा चाहिँ हाम्रो घरमा चाहिँ पूजा छ सो यो चाहिँ पूजाको सामानहरू भयो अलि अटसमा चाहिँ यारमा उडेर खस्यो नि टेन्सन हुन्छ क्या फेरि कस्तो धुलो उडेको आमा अब स्कुटीमै क्या मलाई क्या धकालिदिइरहेको क्या एक ठाउँमा त यस्तो हँस लाएर हावाले के हुन्छ नि पुरा मस्त चलाइरहेको छु होइन के साह्रो हो धुलो आमा 20को होइन 20 होइन साथीले पवनले स्कुटी चलाएको थियो होइन म पछाडि बसिरहेको थिएँ अब ठ्याक्कै यतादेखि हावा आएको नर्मली हामी सायद 25 हो कि 27को स्पिडमा थियो तर त्यो हावा चाहिँ यस्तो थियो कि जस्तो लाग्छ कि हामी मुला हुन्छ नि त्यो बाइकमा 100-110 हान्दाखेरि पुरा फरफर हान्छ नि त्यस्तै हानिरह्यो क्या ओए 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 के हो यो आमा उडाउलै जस्तो छ त यार हावाले त ओए मा हात त हाल्नु पर्ने रहेछ मा त टिप्पलले गर्दा त धुलो उडे रहेछ अनि अनलाइन पेजको नाम चाहिँ मेन्स इसेन्सियल नेपाल हो उनीहरूले चाहिँ ओए मा के खस्छ के हो केही नखस्छ रहेछ उनीहरूको चाहिँ आफ्नै अन ब्रान्ड चाहिँ होइन उनीहरूले पनि अब यस्तै पुमाको भयो नाइकको भयो एडिडासको भयो जिन्स प्यान्टको पनि अब 3-4वटा ब्रान्डको देखाएको थियो मलाई सो त्यही हो के हो केटा हो मस्त निदाएछ त म आएकोछ मैले हेलमेट खोलेँ नि तिमी पागल हुन्छ पुरै पसिनै भनौँ यहाँ अब यसको अनबक्स गर्नुपर्छ अब हामीले रोहनकोबाट होइन यस गोप्रोबाटै हान्दिउँ के हो यो फेरि जाराको यो अलिक पातलोवाला प्यान्ट हो फेरि न अलि एकछिन उता फेरि लिभाइसको टी सर्ट अन्डर आर्मरको टी सर्ट भयो एउटा यो लास्ट चाहिँ यो चाहिँ अलि पुमाको हो क्या मेबी पुमाको छ यो एक्सेल रहेछ यार अड्छ कि अड्दैन यार यो पनि एक्सेलै रहेछ तर हुन त सबै नापेर दिएको खोल न मेन्स इसेन्सियलको अब यहाँ क्वालिटी चेक हुन्छ अब यहाँ कति ठुलो होइन म ठुलो भयो ठिकै छ तर सानो हुन भएन पोल्छ जस्तो छ है यहाँ त पोल होइन ठिकै छ त्यस्तो बाक्लो नि छैन उयो अलि धेरै लाइट रहेछ है यो है ठिक छ यार गर्मीको लागि चाहिँ दुईटा भयो दुईटा टी सर्ट टी सर्ट कतिवटा भएको भन न 5वटा कि 6वटा भयो थियो मैले घटाएर 3टा लिएको क्या एकछिन त यो चाहिँ अलि बाक्लो रहेछ ल अब लास्ट के अरे यो जिन्स प्यान्ट चाहिँ गर्मी हुन्छ नकिनेको यो एकदम पातलो हो क्या गर्मीलाई सही हो के हो पहिलेदेखि चिसो छ त खै चिसो छ त यार चिसो रहेछ भिजो त क्या पानी परेको थियो क्या सबैको ट्याग सहित आउँछ फेरि फेक आउँदैन होइन जाराको ट्याग पुमाको स्टिकरदेखि लिएर ट्यागदेखि लिएर सबै आउँछ होइन साइजहरू लिभाइसको पनि ट्यागहरू पनि छ सबैको आउँछ
अब यतिसम्मको जेन्युन प्रडक्ट हुन्छ। अघि चाहिँ मैले अघि नै भिडियो एडिट गरेको थिएँ, तर मलाई यहाँ केटाहरूको यो सामान नदेखाएर भिडियो एडिट गर्न मनै लागेन क्या मलाई। त्यस्तै हो, हाम्रो चाहिँ निशान्त सर चाहिँ अरूलाई बोलाएर यहाँ म सुतिरहेको छ होइन। ठिक छ ठिक छ। सो अब चाहिँ हाम्रो भिडियो यहीँ एन्ड हुन्छ। केटा खाना खायो? खाएको छैन, अब खानुपर्छ। अब एकछिन जस केटाहरूले मलाई कुरेको होला नि त। त्यो भिडियो चाहिँ अब आज कति थियो? आज 22 फ्राइडे होइन, स्याटरडे सन्डेसम्म आइसक्छ यो भिडियो। प्रमिस है, यो प्रमिस हो। पवनलाई चाहिँ म प्रमिस गर्दैन। पवनलाई देखेको मलाई बर्दियाको बर्दिया कति वर्ष भयो? 1 वर्ष पुग्छ यार अब। त्यो बर्दिया अब बाई बाई।